हेलो फ्याम, वेलकम ब्याक टु माई न्यू ब्लग। आजको ब्लगमा तपाईँहरू सबैलाई पुनः स्वागत छ साथीहरू। म चाहिँ आज ट्याक्क लाएर रुममा बसिरहेको थिएँ, अल्छिरहेको थिएँ। त्यही भएर आज चाहिँ म फुड हन्टिङको लागि साथीको रेस्टुरेन्टतिर निस्किँदैछु। ट्याक्क अब रोडमा निस्किँदै थियो। अब सिटी बसले डेन्जर धुवा फालिदिएर मुडै अफ गरिदियो यार साथीहरू। यस्तो भेजा छ अब पोखरामा, के गर्नु गाह्रो छ, तपाईँहरूलाई थाहा नै छ। अब ठ्याक्क अगाडि गएको अब बस बिच बाटोमा रोकिदियो अनि बिस्तारै त्यसलाई ओभरटेक हानेर म चाहिँ अगाडि जाँदै थिएँ। अब नेपालमा रुल्सहरू मनाउँदा त्यस्तै हो, अब जता पायो त्यतैबाट काटिदिइराख, अर्को आएर स्वाइँ गइदिइराख, यस्तै छ। अब के गर्नु, म चाहिँ ठ्याक्क 7 स्टार पुग्न लागिसक्यो। 7 स्टारबाट ठ्याक्क लेफ्ट जानुपर्ने हुन्छ साथीको रेस्टुरेन्ट जानको लागि। यहाँबाट टक्क लाएर साथीहरू ट्याक्क भित्र छिर्ने। 7 स्टारबाट बिस्तारै भित्र छिर्दै थिएँ म चाहिँ। ट्याक्क लाएर यता चाहिँ गाडीहरू पार्किङ गरिरहेको रहेछ अनि त कन्स्ट्रक्सनको काम पनि भइरहेको रहेछ साथीहरू। हामी जानुपर्ने चाहिँ यही बाटो हो, धन्न जाम नरहेछ। खुसी मनाऊ साथीहरू, ट्याक्क अगाडि जानुपर्ने हुन्छ साथीको रेस्टुरेन्टमा। साथी रेडी भएर बसिसकेन्, म खबर गरिसकेँ म आउँदैछु साथी, आज तिम्रो बेस्ट के हो त्यो तिमीले बनाएर देऊ। आज चाहिँ म खतरा पारामा रिभ्यू हान्नेछु भनेर ट्याक्क लाएर गएको। द कटिङ चिया भन्दा चाहिँ साइडमा साथीको रेस्टुरेन्ट रहेको छ साथीहरू। तपाईँहरू पनि यहाँ मिठो मिठो खानको लागि चाहिँ साथीको रेस्टुरेन्टमा आउन सक्नुहुन्छ। म चाहिँ ठ्याक्क साथीको रेस्टुरेन्टमा आइसकेँ। साथीकोमा चाहिँ धेरै परिकारहरूको यहाँ थिचेको आलुदेखि लिएर सब चिज पाइन्छ। साथी चाहिँ मलाई देख्ने बित्तिकै मुस्कुराइरहेको थिएँ, जस खुसी लागिरहेको थियो साथीलाई देखेर। अब साथीले चाहिँ अब त्यहाँ के खान्छौ भनेर सोधिरहन्। चटपट खाने भनेर म आज स्पेसल चटपट बनाउँछु साथी, स्पेसल चटपट खाने भनिरहन् साथीले चाहिँ। ट्याक्क लाएर अब ऊ चाहिँ रेडी भइसक्यो, उसले बनाउन लागिसक्यो, अब चटपट बनाउन लागिसक्यो। उसको हातको आज स्पेसल चटपटे खाने अनि रेसिपी पनि हेर्ने साथीहरू। आज उसले के हाल्छन्, चाउचाउ हालिसक्यो, अब त्यो के जाति अब के हाल्छन् थाहा छैन है। हेर्दै जाऊँ न, हेर्दै जाऊँ के हाल्दो रहेछन् साथीले। खुसी हुँदै साथीले चटपट बनाउन लागिसक्यो। उसले चाहिँ मिठो पारामा बनाइराख, दायाँ बायाँ नि हेरिराख, कस्टमरहरू पनि त हेर्नु पर्यो नि त। फेरि साथी आएर कस्टमरलाई बिर्सिनु त भएन। पानीपुरी पनि ट्याक्क साइडमा राखिरहेको रहेछ। पानीपुरी पनि छ साथीहरू यहाँ अभाइलेबल। तपाईँहरूले जस्तो भन्नुहुन्छ त्यस्तो पानीपुरी उसले मिलाएर दामी पारामा खुवाइदिन्छ साथीहरू। तपाईँ आउनुहोस्, भिजिट गर्नुहोस् एकचोटि बवाल पारामा। साथीको आज चाहिँ अब अर्ग्यानिक घर मेरो चाहिँ लोकल तरिकाले ट्याक्क मिठो चटपट बनाउँछु साथी। आज चाहिँ मैले नयाँ रेसिपी लिएर आएको छु। त्यो चाहिँ ट्याक्क तोरीको तेल राखेर मिठो पारामा चटपट बनाएर म तिमीलाई चसै खुवाउने भयो भनेर उसले अब चटपट बनाएर सकिसक्न लागिसक्यो साथीहरू। यताउति भागिरहन्, साउनहरू दिन यताउता देश रमाइलो गरिरहन् साथीहरू। मलाई चाहिँ खुसी लागिरहेको, साथी पनि खुसी नै देखिरहेको छु मैले। ल अब चाहिँ रेडी हुन लागिसक्यो साथी, अब मिठो खानुपर्छ भन्दै चाहिँ रेसिपीहरू सबै रेडी गरिसकेपछि चाहिँ लास्टमा भुजा हालेर डेन्जर पारामा हलाइरहेको छु। एकछिन म साइलेन्टली हेर्छु है त। साथीले उहाँ पारीकोलाई देखेर बोलाइरहेको थियो, तर आफ्नो साथी नै होला, हेरिरहेछन् मजाले। अब मन मिल्ने साथी हो कि के कसो त्यो त साथीलाई नै थाहा होला। साथीको काँक्रो कटिङ चाहिँ साथीको बवाल हो कि, अब काँक्रो साँक्रो हालेर साथीले चाहिँ बवाल पारामा दामी बनाउने भयो। साथी तिमीले बनाएको नयाँ तरिकाले बनाएको चाहिँ चटपट खान मलाई आतुरी भइसक्यो साथी, छिटो गर भन्दै गएको थिएँ। साथीले ल रेडी भयो भनेर अब चाहिँ प्लेटमा हाल्नको लागि रेडी भइसक्यो। म पनि हेर्दैछु साथीले के कस्तो बनायो भनेर। अब यसो हेर्दाखेरि त रसिलो नै छ, ट्याक्क लाएर यो चाहिँ चाख्नै पर्ने हुन्छ, जसै खानुपर्ने हुन्छ भन्ने सोचेर अब ट्याक्क हाँसिराख। फेरि केटो अब नयाँ रेसिपी हो के कस्तो हुन्छ, चाहेर तिमी मलाई भन भन्दै खानुहुँदै। टेबलमा बस साथी, अब के कस्तो हुन्छ मलाई भन, खाएर ल ट्याक्क लाएर छिटो आएर च्याप्प लाएर खाइदिइहाल्नु पर्यो साथी भनेर म चाहिँ ट्याक्क गएको। ल हेर्नु न, हेर्दा फेरि कस्तो नखाने खाम जस्तो छ नि त साथी। आउँदा फेरि त म भन्दै गएको थियो चम्चा फेरि 4-5वटा छन् भन्नु होला साथीहरू। हामी चाहिँ 4जना साथीहरू छौँ। तपाईँहरूले लास्टसम्म हेर्नु देख्नुहुन्छ हामी को थियौँ, के थियौँ। साथीले रेसिपी भनिदिँदै थियो केटाहरूलाई। अब रमाइलो पारामा उसले चाहिँ अब अझ खतरा तरिकाले खानुपर्छ, म पानीपुरी पनि बनाउँछु भन्दै थियो साथीले। पानीपुरी पनि बनाउनतर्फ लाग्छौँ हामी चाहिँ, यता खानातर्फ लाग्छौँ। अब हाँसेर बस्दिन्छन्, एकछिन उसलाई केही भनिदियो भने हाँसिहाल्छन्, मक्खिहाल्छन्। उसलाई आऊ एक चम्चा खाऊ भनेको के अरे आउँदै आउँदैनन्। आमामा साथीले बनाएको चटपट त यस्तो दामी मिठो थियो कि आमामा, मिठो कुरा गर्दै हामीले हानिरहेको थियौँ। तर यहाँको मलाई स्पेसल मनपर्ने भनेको पानीपुरीको पानी यस्तो मिठो बनाउँछ नि साथीले। आज पनि पानीपुरी नखाइ त म यहाँबाट जाँदै जान्नु। पानीपुरी सँगसँगै आज साथीले बनाएको ह्यान्डमेड मोमो पनि चाख्नुपर्ने हुन्छ साथीहरू। तपाईँहरूलाई आजको भ्लग कस्तो लाग्यो र तपाईँहरूले कस्तो भ्लग हेर्न चाहनुहुन्छ तल कमेन्ट गर्न चाहिँ नबिर्सिनु होला साथीहरू। यस्तै मिठो चिकन चटपट, चिकन मोमो, पानीपुरी खान चाहनुहुन्छ भने चाहिँ साथीको रेस्टुरेन्ट भिजिट गर्नु होला साथीहरू। आजको लागि चाहिँ ब्लग यतै इन गरिदिन्छु म साथीहरू। थ्याङ्क्स फर वाचिङ दिस भिडियो। यस्तै भिडियो हेर्नको लागि च्यानल सब्सक्राइब गर्नु होला।
अन्त च्यानल सेयर गर्नु होला, साथीहरूलाई देखाउनु होला, यस्तो भिडियो हेर्नु होला। धन्यवाद।